हेलो साथीहरु, आज स्ट्रगल लेखराज च्यानलमा धेरै लामो समयपछि मैले एकदमै राम्रो भिडियो बनाएर सिन्धुलीगढीको लिएर आएको छु। राम्रोसँग हेर्दिनु होला र पुरै भिडियो हेरेर मनोरञ्जन लिनु होला है त। यो रह्यो युद्ध संग्रहालय सिन्धुलीगढीको एउटा दृश्य। यो चाहिँ तोप हुन्छ। यहाँ सिन्धुलीगढीको मेन संग्रहालयभित्र छिर्ने गेट हो यो। र यता अर्को तोप छ। त्यसैगरी पृथ्वीनारायण शाहको शालिग चाहिँ नि त्यहाँनिर यसरी राखिएको छ। यो सिन्धुलीगढी संग्रहालय पर्दछ। यहाँ चाहिँ नि दुश्मनहरूलाई यसरी लडाइएर यो चाहिँ दुश्मनहरूलाई लडाइएर यसरी युद्ध जितेको चाहिँ नि यहाँनिर यो दुश्मनहरू पनि लडिराखेको यसरी खुकुरी बन्दुकहरू बोकेको पनि दृश्य यहाँनिर देख्न सकिन्छ। र यो सिन्धुलीगढीको दृश्य चाहिँ नि यसरी क्यामेरामा कैद गरिएको छ। अब यहाँ चाहिँ नि अब पुरा जितेर चाहिँ नेपालको झन्डा यसरी फहराइएको एउटा झन्डा पनि यहाँ देखाइएको छ। यो आज खिचिएको सिन्धुलीगढीको भिडियो हो। के कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला है त साथीहरु। अब म माथितिर डाँडोतिर लिएर जाने कोसिस गर्दछु। गीत पनि गाउँको लागिरहेको छ मलाई। ठुलो गाडी मेरा साना दुःखले आर्जिएको मुलुक होइन, सबैजनाको फुलबारी हो, सबैलाई चेतना भया। अब यहाँबाट चढ्ने हो माथि डाँडोमा पारेर। हेलो साथीहरु, टोटल्ली सिन्धुलीगढीको हाइटमा आइसकेको छ। यो सिन्धुली बजार, यो चिया बजार बगान देखिन्थ्यो यो डाँडाबाट। त्यो चाहिँ अलिकति यो पापत गाह्रो लागेको रहेछ। डाँडाको स्पेसल्ली चाहिँ यही नै हो। यो हाइटबाट तल चिया बगानहरू हेर्ने प्लस यहाँबाट चाहिँ विपक्षीलाई चाहिँ गोली हानेर हराउन सफल भएको डाँडो चाहिँ यही नै हो। डाँडो चाहिँ सिन्धुलीगढीको डाँडो हो। र यो यहाँ भएर केही बङ्करहरू छन्, यो पालहरू, यो पाल यस्तो बङ्करबाट यहाँबाट चाहिँ हेरेर लुकेर गोली हान्ने चलन थियो। अहिले पछिल्लोचोटि आउँदाखेरि चाहिँ यहाँनिर अलिकति बच्चाहरूलाई खेल मनोरञ्जन गर्ने ठाउँ पनि बनाइदिएको रहेछ। र त्यसैगरी यस ठाउँमा चाहिँ खास यो जेल, उतिखेरको कारागार, अदालत, जेल भनेर यहाँ लेखिएको पनि छ। यहाँनिर लेखेको देख्न पाइन्छ, यो अदालत एन्ड जेल घर भनेर। यहाँनिरको यो जेल घर चाहिँ यस्तो छ। यो पहिलाको चाहिँ नि जेल घरको यो नक्सा चाहिँ यसरी राखिएको छ। र पछि अहिले यहाँ फर्महरू पनि माथिबाट हालेर यसलाई यसरी चाहिँ बनाइएको रहेछ। यो चाहिँ सिन्धुलीगढीको यो जेल घरको चाहिँ यो भुइँतला यो वाल हो। त्यसरी चाहिँ यहाँ माथि मान्छेहरू जाने यसरी चाहिँ फोटोसोटो खिच्ने ठाउँ पनि बनाएर अलिकति राम्रो चाहिँ पारेको रहेछ। र यस भिडियोमा सिन्धुलीगढीको यति नै मैले साथीहरूलाई जानकारी गराएँ।
के कस्तो लाग्छ कमेन्ट गर्नु होला। हस् त धन्यवाद, बाई बाई।